अब हामीले भनेका ठाउँ विशेष गरेर काठमाडौँको खोला छेउको बस्तीको विषयलाई लिएर नै हो। अन्तको कहीँ पनि तपाईँले देख्नुभयो, त्यतिखेर पनि मैले भनेको देशैभरिको विषय नै होइन। विशेष गरी काठमाडौँको र खोला छेउ नागरिकलाई अप्ठ्यारो पर्ने ठाउँलाई मध्यनजर राखेर गरिएको एउटा क्रियाकलाप हो। त्यसमा उहाँलाई कसरी हुन्छ नागरिकलाई दुःख नहोस् भन्ने कुरामा सरकार सचेत छ। मैले अघि भने जस्तै योभन्दा बेटर हुन सक्थ्यो। अहिले जे व्यवस्थापन गरियो योभन्दा अझ राम्रो, अझ उत्कृष्ट व्यवस्थापन हुन सक्थ्यो। म मान्छु त्यो कुरामा। कतिपय कुरा के छ भने यति लामो समयमा पटक पटक विभिन्न अभ्यासहरू भएका हुन्। सुकुम्बासी समस्यालाई समाधान गर्न, विशेष गरेर खोला नजिक बसेका नागरिकहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न अथवा उहाँहरूलाई अन्त कतै जग्गा दिन कयौं प्रयासहरू भए नि विगतका वर्षहरूमा। कयौं मोडलमा काम भए, सबैले चाहेका थिए नि, कुन दलले चाहेको थिएन भन्नुहोस् न। तर त्यो कुनै पनि पौर तरिकाहरू, त्यो कुनै पनि प्रोसेसले प्रपर काम नगरेको ढङ्गमा यो एउटा नयाँ प्रोसेस गरिएको। यसमा नागरिकहरूलाई दुःख भएन म भन्दिनँ, तर अन्तमा राम्रो हुनुपर्ने एउटा हुन्छ नि, त्यसको रिजल्ट राम्रो आइदियो भने अहिलेको दुःख, अहिलेको पीडा बिर्सिने ठाउँ हुन्छ होला। मलाई दुःख भएन म भन्दिनँ, उहाँहरूलाई पक्कै पनि दुःख भयो होला, दुःखमै हुनुहुन्थ्यो, थप दुःख भयो। तर त्यति लामो दुःखको अगाडि अहिलेको यो 2-4 महिनाको दुःख भुल्ने गरी उहाँले परिणाम प्राप्त गर्नुहुन्छ भन्ने कुरामा म निर्धक्क छु। उहाँहरूले आफ्नो अधिकार प्राप्त गर्नुहुनेछ, आवासविहीनहरूले आवासको प्रबन्ध प्राप्त गर्नुहुनेछ र त्यतिखेर जब हाम्रो अन्त्य सही हुन्छ, एन्डमा उहाँहरूले रिजल्ट प्राप्त गर्नुहुन्छ, त्यसमा यो प्रोसेसमा भएका दुःख चाहिँ उहाँहरूले बिर्सन सक्ने गरी काम गर्न सकियोस्। मेरो भनाइ यति नै छ। खालि यो अझ बेटर हुन चाहिँ सक्छ। तर 25,000 लिएर जाऊ भन्दाखेरि यो सुहाएन भन्ने कुरा छ नि। होइन, त्यो मैले भने नि विभिन्न प्रोसेसहरू हुन सक्थ्यो। अर्को मोडल, कयौं मोडलहरू, कयौं तरिकाहरू, यो त अहिलेको कुरा हो, गर्ने कयौं तरिकाहरूको अभ्यास भएकै हो। त्यसमध्येको अर्को अभ्यास हो। बेटर हुन सक्छ, अझ राम्रो हुन सकिन्थ्यो, अझ व्यवस्थित गर्न सकिन्थ्यो, अझै राम्रो तरिकाले अझै सहजताका साथ गर्न सकिन्थ्यो। जहिले पनि सम्भावना रहिरहन्छ। तर अन्त्यमा मैले फेरि पनि भने उहाँहरूलाई घरबारविहीन बनाइने छैन। उहाँहरूको भेरिफिकेसन लगभग सकिए जस्तो पनि मलाई लाग्छ। त्यो भइसकेपछि जो वास्तविक सुकुम्बासी हुनुहुन्छ उहाँहरूले जग्गा प्राप्त गरिसकेपछि यो अहिले भएका दुःखहरूलाई बिर्सिने वातावरण बन्छ भन्ने मेरो विश्वास छ। सर, यो एउटा खारेजीको विषयमा व्यापक प्रश्नहरू उठिरहेको थियो नि राष्ट्रपति, यो राजनीतिक प्रतिवेदनमा होइन। अब मेरो राजनीतिक प्रतिवेदनमा र अगाडि, योभन्दा अगाडि पनि हामीले के भनेका छौँ भने हामी सबैलाई के थाहा छ भने संविधानका कयौं विषयहरूमा बहसको आवश्यकता छ भनेर हामीले मात्र होइन, कयौं राजनीतिक दलहरूले भनेका छन्। हामीले भन्दा चर्कोसँग हामीले संघीयता खारेजी कहीँ लेखे जस्तो मलाई त लाग्दैन। तर प्रदेश अर्थमन्त्रीको प्रतिवेदनमा त्यो आयो भन्ने छ छैन। उहाँकोमा प्रदेश खारेजी भन्ने त कहीँ छैन। साथीहरूले बहसको कुरो बहस गरियो होला, त्यस्तो होइन। हामीले खालि के कुरा बुझ्नु पर्यो भने हामीले प्रदेश संरचनालाई चाहिँ नि रेट्रोफिट गर्नुपर्छ भन्ने कुराको आवश्यकता म सबैले गरेका छन्। रासोपाले मात्र गरेको होइन, कयौं र पुराना राजनीतिक दलकाले त यो खारेजी गर्नुपर्छ नि भनेका छन्। हामीले के भने हो भने प्रदेश संरचनालाई चाहिँ अलिकति यसलाई चाहिँ बोझिलो होइन कि यसलाई चाहिँ प्रभावकारी बनाउनको निमित्त यसमा चाहिँ सोच्नुपर्छ। सोच्दाखेरि यस्तो मोडल हुनसक्छ, बहसमा आउँ है, यसलाई बहसको विषय बनाऊ है भनेर राष्ट्रपतिले प्रस्ताव गरेको न हो। यसमा त यो कस्तो भयो भने धेरै आत्तीय जस्तो कुरा आयो क्या मलाई। होइन यसै भन्यो भनेर एउटा कसैले भनिदिएपछि हो त्यही नै हो भनेर भनियो, त्यस्तो होइन। बहस त गर्नैपर्छ। संविधान संशोधनमा, निर्वाचन प्रणालीमा बहस गर्नैपर्छ। यी यावत विषयमा बहस गर्नेमा प्रदेश संरचना पनि बहसको विषय हो। हामीलाई यस्तो लाग्छ, ल है सबै मिलेर यसमा बहस गरौँ र यस्ता विषयहरू चाहिँ सर्वदलीय सहमति हुनुपर्ने जस्तो हामीलाई लाग्छ पनि त्यही भनिएको हुनाले हामीले राखेको एउटा बहसको विषय हो। बहस गरौँ न, केही फरक पर्दैन। बहसै गर्न हुने त होइन होला।